हेलो एभ्रिवान, म चाहिँ पोखरा जान लागेको 7 गते चाहिँ मेरो साथीको बिहा छ अनि त्यसको लागि चाहिँ हल्का सपिङ गर्न जान लागेको। बाई बाई। म चाहिँ अब त्यहीँ गएपछि मेरो साथीसँग भेट्छु अनि ऊ र म भएर चाहिँ अब सामानहरू हेर्न जान्छु। ल भन्नुहोस्। हाई गाइस। हामी चाहिँ भेटेको अघि नै हो, हामीले भेटेर पेट भुँडी एकदम हुन्छ नि खाएर टन्न भइसक्यौँ। अनि हाम्रो आउटफिट देखाउ न। सेम हाम्रो चाहिँ गाइस अब जस्तो हामीले चिन्न लागेको चाहिँ 1.5 वर्ष जस्तो भइसक्न लाग्यो है, अनि बढी नै भयो कि के हो। अनि भन्नु न। अनि त्यो हामीले चिनेको दिनदेखिबाट त साथीहरू अहिलेसम्म हामीले जति पनि लुगा किन्यौँ नि हाम्रो एभ्रिथिङ सेम छ कि कलर पनि सेम छ। कुनै चाहिँ हाम्रो छुट्टै छ होइन, जस्तो यो छुट्टै भइहाल्यो, नत्र अलमोस्ट वी हेभ सेम एभ्रिथिङ गाइज। हाम्रो स्कुटर चाहिँ यहाँ छ, अब हामी जानुपर्ने। अब हामी सपिङ गर्ने हो। हामी त टन्न पेट पूजा गऱ्यौँ। त्यहाँभित्र भिडियो गर्न लाएको थिएँ तर फेरि गीत बजिरहेको थियो अनि फेरि कपिराइट आउँछ भने मैले गरिनँ। ल हामी कति कुरामा ध्यान राख्नुपर्ने हुन्छ भनेर ल राइडरजीले चलाउन। अब चाहिँ हामी जान्छौँ, म देखाउँछु ल तपाईँलाई त्यहाँ गएर के गर्ने। ल गाइज, हामी चाहिँ यता किन्न आएको, टेम्पल ज्वेलरी किन्न आएको। हामीले किन्यौँ है। कुन किन्यौँ? मैले चाहिँ यो किनेको साथीहरू, यो र मतलब यो चाहिँ हाम्रो एउटै हो, तर यो कानमा लगाउने चाहिँ उसले चाहिँ मैले चाहिँ झुम्का किनेको छु। उसले चाहिँ झुम्का किनेको छ, उसको कान सानो छ नि त, यो चाहिँ कान ठुलो, त्यही भएर मैले चाहिँ टप किनेको। ल हामीले किन्न लाग्यो यो सेट किन्न लाग्यो। बहिनीहरूले बेच्दै हुनुहुन्छ केही भन्न चाहनुहुन्छ? मेरो भ्लगमा 50 भ्युज आउँछ, त्यही पनि तपाईँको मार्केटिङ चाहिँ हुन्छ हो क्या? मार्केटिङ चाहिँ हुन्छ तपाईँको। एल्साले चाहिँ यो वाला सेट गर्यो, मैले चाहिँ यो वाला सेट। यो चाहिँ सेम हो हाम्रो, यो मात्र टप मात्र फरक हो है। ल ल हाम्रो ज्वेलरीको टन्टो चाहिँ भ्याइसक्यो हामीले। यो समिता मिसको च्यानललाई मेरो भ्लग हो है, उहाँले स्न्याप बनाउँदिनुहुन्छ। हामी चाहिँ यो लिनु आएको थियौँ। ल गाइज मलाई कोरियन ओप्पा जस्तो देख्यो। गाइज हामी चाहिँ चप्पल हेर्न आएको, यहाँ चाहिँ दुलै चप्पल हेर्न आएको। अब बिहामा जानु त आफै दुलै जस्तो हुन लागिसक्यो साथीहरू। त्यही पनि केही छैन, यतिको त हुनै पऱ्यो नि हल्का हल्का। ल आयो है हाम्रो चप्पल। यो त अलि धेरै भयो क्या, यस्तो वाला चप्पल किन्न लाग्यो कि हामीले। गाइज यहाँ दुःखको खबर के भयो भन्दाखेरि मेरो साइजको चप्पलै भएन। सबसे सानो जुनबाट स्टार्ट हुन्छ नि त्यो चप्पल नै मलाई भएन। अब के गर्ने? अघिको जत्रो हो यो नि, यो 5 साइजको पनि मलाई सानो भयो कि। बच्चा लाउने हुन्छ होला कि बरु। बच्चा लान्छ भने यत्रो हाम्रो रोस्मीको ल्याइदिनु घर भएको। अर्को चाहिँ हामीले यो किन्यौँ है गाइज, दुइटैले सेम किनेको। खोइ तिम्रो कहाँ देखाउ त? हामी सेम हामी नि दुलै हुन्छौँ कि के हो कि दुलैभन्दा बढी हुने हो क्या। कस्तो राम्रो क्युट। ल अब हामी पेमेन्ट गर्छौँ अनि अरू सामान लिएर जान्छौँ। तपाईँहरूलाई यस्तो चाहिन्छ भने पन्ची गल्लीमा आउनु होला। उहाँहरूको विषयमा केही भन्न चाहनुहुन्छ तपाईँ? आदित्य कस्मेटिक रे, आदित्य कस्मेटिकमा आउनुहोस् ल भाइ। फाइनली हामी यहाँ चुरा किन्न आइसकिसक्यौँ है। आइसकिसक्यौँ रे, के बोलेको मैले? हाम्रो चाहिँ बेङ्गल चाहिँ हामीले यो लगाउने भयो, चुरा चाहिँ देखाइदिउँ रेड लगाउने भयो। मलाई नदेखाउनु मेरो 50 सालभन्दा बढीले हेर्दैन कि त्यो एउटा ल 2000 गर्दै बस्दिने भयो। मेरो साइज नाप्दिनु नाप्दिन्छ नि। त्यही गाइज हामी चाहिँ सेम यो यहाँ राम्रो देखाएन त, अहिले चाहिँ सेतो बढी भएर, तर एकदम राम्रो है यो। इट्स टु प्रिटी गाइज। एकदम त्यो येल्लोइस पनि छैन कि, इट्स लाइक एकदम लाइट गोल्डन। ल हामी सेट बनाएर देखाउँछु अहिले म एकछिन। साथी ल भाइ पागलै हो कि सेट है। यो चाहिँ हाम्रो, यो एउटा हातमा एउटा हातमा त्यही हो। हामी चाहिँ अलिकति त्यो जरीवाला हेर्दै हिँडेको थियौँ, तर लास्टमा चाहिँ यो ट्राई हुँदाखेरि यही राम्रो देखियो है। हामी चाहिँ यहाँ गुडियाहरू हेर्न आएको।
यो वाला कस्तो राम्रो थाल वा सिद्धु मुसे कस्तो राम्रो गाइस यहाँ पब्जीको कस्तो राम्रो उस रहेछ टेबल ल्यापटप टेबल छुट्टै छुट्टै जरी हो नि फाइनली गाइस मेरो साइजको भेटियो हेलो गाइज हामी चाहिँ यहाँ मेरो पहिलाको अफिसमा आयौँ हामी चाहिँ पहिलाको अफिसमा आएको नि होइन हाम्रो एक्स अफिस हो गाइस 1 वर्ष अगाडि हजुर यो चाहिँ हाम्रो एक्स अफिस हो साथीहरू एक्स अफिस हाम्रो धेरै भएन छोडेको यो चाहिँ क्याफे हो हामी सधैँ यहाँ खाजा खान्थ्यौँ यो चाहिँ हो क्याफे नोभा नमस्ते 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 सबैजना यहाँ आउनु होला खाजा खान यहाँ चाहिँ बेकरी आइटमहरू पनि पाइन्छ भन्नुहोस् त हस् धन्यवाद हाई गाइस हेलो आज चाहिँ न्यू इयर हो अनि मान्छेहरू अरू बेला चाहिँ हुन त लेक साइडमा सधैँ मान्छे हुन्छ तर आज चाहिँ अलिकति एक्स्ट्रा बढी छ हुन्छ इङ्ग्लिस न्यू इयरमा जस्तो चाहिँ हुँदैन साथीहरू उहाँ चाहिँ हाम्रो एक्स्ट्रा साथी आउनुभयो एक्स्ट्रा साथी मतलब हामी दुईजना अहिलेसम्म थियौँ भने एक्स्ट्रा अझै आउनुभयो साथी उहाँ चाहिँ अनि हामी 3 जना चाहिँ पहिला सँगै काम गर्थ्यौँ गाइस अहिले चाहिँ पहिला हामी कलिग थियौँ भने अहिले हामी साथी छौँ ल अब आजको भ्लग चाहिँ यतिमै इन्ड गरौँ ल बाई बाई